खाए ल दुईजनाले भन्नु त ल ओके अब सोचे यस्तो भिडियो चाहिँ बनाउन सकेनौँ त्यही पनि हामीले अब सुरु गरिरहेछौँ खाए ल दुईजनाले भन्नु त ल खाए ल हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल होप सबैजना सन्चै हुनुहुन्छ होला अनि धेरै पछाडि मैले ब्लग स्टार्ट गरेको छु अनि मेरो ब्लग पार्टनर एकदम टाढा हुनुभएको थियो अनि मैले एक्लै बनाउन सकिनँ उहाँलाई धेरै मिस गरेको थिएँ अनि उहाँ चाहिँ धेरै 6-7 मन्थ पछाडि आउनुभयो अनि हामीले चाहिँ ब्लग कन्टिन्यू गर्न थालेको 1-2 दिनको लागि मात्र ल फेरि अनि त्यसपछि चाहिँ नआउनु पनि सक्छ होइन अनि मेरो यो भिडियो कस्तो लाग्छ लास्टसम्म चाहिँ हेर्नु अनि कमेन्ट गर्नु अनि सेयर पनि गर्नु अनि सब्सक्राइब पनि गर्नु है त अनि आज चाहिँ हामीले के गरेछौँ भने घरमा नै अब अहिलेसम्म टाइम यताउता गरेर गयो अनि अब चाहिँ घरमा नै मोमो बनाएर खाजा खाने भनेर प्लान गरिरहेछौँ अब मिलेर मोमो बनाउँछौँ हेर्नु कस्तो लाग्छ होइन ओके अब चाहिँ हामीले किचनमा बनाउँछौँ ओके गाइज अब म किचनमा आइसकेँ अनि हेरिसक्नु भयो तपाईँले अनि यहाँनिर चाहिँ मम्मीले चाहिँ यो पिठो माडेर रेडी गरेर राख्नु भएको छ किनकि मेरो हातमा यस्तो छ त्यही भएर मैले चाहिँ हात चाहिँ युज गर्दिनँ कि अनि त्यसपछि हेर्नु हामीले गएर रेडी गरिसक्यौँ अनि अब चाहिँ मैले सबै यसमा राख्ने बन्द अनि प्याज लसुनहरू रेडी गरेर अनि फेरि खिच्छु ल अब चाहिँ मैले फ्रिजबाट खुर्सानी अनि त्यसपछि के चाहिन्छ खुर्सानी चाहिँ निकाल्छु अहिले अचारको लागि टमाटर चाहिँ अहिले निकाल्छु है खुर्सानी हो नि ओके अब चाहिँ मैले फेरि प्याज काटिरहेको छु ओके मैले प्याज पनि काटेर रेडी गरिसकेँ तपाईँहरू देख्न सक्नुहुन्छ अब मैले यसलाई किमामा राख्दैछु अनि त्यसपछि यहाँ चाहिँ रेडी गर्दै हुनुहुन्छ मेरो सिस्टरले चाहिँ अदुवा र लसुन रेडी गर्दै हुनुहुन्छ फेरि मैले बन्दा यसमा थोरै थप्दैछु यो चाहिँ हामीले सधैँ जस्तो चाहिँ यो करेन्टको मोमो मसला युज गर्छौँ घरमा तपाईँहरूले मेरो पुरानो भिडियोहरूमा पनि देखिरहनु भएको छ होला यो चाहिँ अदुवा र लसुनको पेस्ट हो यसले राम्रोसँग मिक्स गर्ने किमा त अब हाम्रो लगभग रेडी हुन थालिसक्यो यहाँ चाहिँ हामीले अब रोटी रेडी गर्दैछौँ अब यो किमा रेडी भयो अझै मैले मोमो बनाउन सुरु गरेँ फर्स्टमा कस्तो हुन्छ हेर्नु है त बोलाएर पिठो बनाइदिनु हुन्न
जस्तो भयो दामी भएन त दामी भएन त है यति मोमो बनाएछु त अझले रोजगार पाउनुहुन्छ त्यही त भएन त्यो भिडियो बनाउनु पर्छ के ब्लगको लागि भएन ओके गाइज अब हामीले चाहिँ मोमो पकाएर यहाँ चाहिँ वेटिङमा छौँ यसको वेटिङमा छौँ बनाएर एक भरि चाहिँ भाँडाभरि चाहिँ बनाइसक्यौँ अब हामी चाहिँ अब वेटिङमा छौँ यसको अनि यो चाहिँ अब हामीले मिक्सरमा राख्नको लागि एकदम रेडी छ एकजना वेटिङमा हुनुहुन्छ अनि यहाँ चाहिँ अर्को हुनुहुन्छ अनि म यहाँ छु वेटिङमा ओके गाइज मैले यहाँ म आफैले बनाएको यो टमाटरको अचार यस्तो धेरै मोमोमा कला छ तपाईँहरूलाई थाहै छैन अनि मलाई यसमा हेल्प गर्ने मान्छे चाहिँ त्यो पनि हो अनि हामी चाहिँ यसरी बसिरहेको छौँ यहाँ अब चाहिँ मोमो हेरौँ ल फाइनली हाम्रो वेटिङ इज ओभर अब चाहिँ हामीले मोमो राखिसक्यौँ यहाँ चाहिँ अचार छ कान्छी त्यस पानीमाथि राख्नु अहिले के मोमो राख्ने लास्टमा निकाल्ने यो त पाक्नै बाँकी रहेछ क्या हो धेरै टाइट राखेछ क्या आज ओके फाइनली अब हाम्रो गर्छ शीतल आउँछ हो त्यति हातले खानु सजिलो हुन्छ र ढिलो हुन्छ नि खाँदै गर्दै हुन्छ तातो छ अहिले त भोलिबारसम्म खान सकिन्छ र अब मोमो टेस्ट गरिरहेछन् अनि यहाँ चाहिँ मोमो खानै सक्यो होइन है मोमो मेरो लागि छ अनि यहाँ चाहिँ मेरो दिदी हुनुहुन्छ अनि उहाँ चाहिँ नानी हुनुहुन्छ ओके अब सोचे यस्तो भिडियो चाहिँ बनाउन सकेनौँ त्यही पनि हामीले अब सुरु गरिरहेछौँ खाए ल दुईजना भन्नु त ल खाए ल तिनजनाको हुँदै भएन हाम्रो मात्रै खिचौँ ल अब खिच्दै मिलेन दामी हुन्छ है मिठो भयो यस्तो हुन नि बाहिर अलि ओइली चाहिँ भएछ के ज्यादा अच्छा अहिले त ल्याउ के छोरा यस्तो भनेको त्यो हुन्छ यसरी उल्टो बनाएको
कुनै कुनै त्यस्तो पुग्छ कि हो त्यस्तो समय आज चिनी दिएको छ है एउटा चम्मच दिनु ल मलाई कोहीले नै अर्को ममा खानु त हातले मजा आउँछ फेरि हामीले घरमा बनाउँदा हातले खान्छौँ ल रिफ्लेक्सन को भन्नु प्रिफर मम्मी नाति नि ढिला भएको छैन 3 बजे हैन तिन त भइसक्यो 3:30 हो अब मोमो बनाएको थियो भने चाहिँ अलिकति एकछिन वेट गरेपछि झन् मिठो खाजा हुन्छ नि त तपाईँले 2 बजे लगिदिँदा मोमो हुन्थेन भने मात्रै छ Oh my god. त्यसभन्दा धेरै मिठो भयो है दिनदिनै मोमो पार्टी गरौँ अब तिमी पर्दा भयो दादा चाहिँ आगे आने छ भने त्यो आग दिनुभयो भने तिनवटा लागा पऱ्यो त्यो रोटी आग लाग्दैन नि पुरो राइस हामीले खाएर पनि सकिसक्यौँ अब यति बेलासम्म हाम्रो भिडियो दुःख गरेर हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद बाई बाई